एक्सप्रेसन हुन्छ नि त्यो त अब खेती गर्नेहरू चाहिँ त्यसरी आएको हामी सबै सुनेको मेरो भाउ त एक बोरामा यति हुन्छ खालको प्रजाति पनि एउटा एल्पाका भन्ने जात हो सिसैमा हुने हो दुध पनि चाख्नु यसको अहिले भेडा दुधपट्टि यो त कति बुढा भइसक्यो भएको छैन नि यो त त्यो ठुलो भएछ जस्तै भाले हामीलाई धेरै चाहिएको छ भने भाले यहीँको फिमेल तिमीहरूले गएर मलाई एक एक पानाको यहाँको भिजिटको लेखेर पुरानो भइसकेको थियो भित्र त अब अहिले पछाडिपट्टिबाट आउँछ ढुक्क सिधा पारी त जानु पर्यो नि अनि अन द स्पिड बोल्नु मयूरको पाखले पठाउन थाम्दैन चिठी त लेखे मयूरको पाखले पठाउन